नमस्कार सबैजनालाई र यहाँलाई फेरि पनि स्वागत छ। हामीहरू भन्ने गर्दछौँ घर भनेको यस्तो ठाउँ हुनुपर्दछ जहाँ हाम्रा बच्चाहरूलाई आरामले विश्राम गर्न सकुन्, जहाँ हाम्रा नानी बाबुहरू आफ्ना मनका कुराहरू पोख्न सकुन्। तर हङकङमा धेरै जातीय अल्पसङ्ख्यक परिवारहरूको लागि घर कहिलेकाहीँ उच्च दबाव भएको स्थान जस्तो महसुस हुन सक्छ। जब अभिभावकहरूसँग हाम्रो प्रेम प्राय उच्च अपेक्षाको रूपमा व्यक्त हुन्छ, हामी चाहन्छौँ कि हाम्रा बच्चाहरूलाई ती अवसरहरू मिलुन् जुन हामीलाई कहिल्यै भेटिएन। तर जब ती अपेक्षाहरू असम्भव तौल जस्तो महसुस हुन्छन्, त्यसले हाम्रो सम्बन्धलाई तनावमा पार्छ। आज सन्तुलनको कला बारेमा कुरा गरौँ। हाम्रा बच्चाहरूलाई विद्यालय जीवन र भविष्य बीचको सामञ्जस्य पाउन मद्दत गर्ने पहिलो चरण भनेको दृष्टिकोणमा परिवर्तन हो। हामीले सम्झाउनु पर्दछ कि हाम्रा बच्चाहरू केवल तिनीका रिपोर्ट कार्ड मात्र होइनन्, त्योभन्दा पनि बढी हुन्। सफलता केवल उच्च अङ्कको कुरा होइन, यो मानसिक रूपमा स्वस्थ र दृढ व्यक्ति बन्नुको लागि हो। हङकङ जस्तो उच्च दबावको वातावरणमा निरन्तर पूर्णताको माग केवल टिकाउ छैन। म तपाईँलाई सल्लाह दिन्छु कि आफ्नो बच्चालाई जीवन सन्तुलन योजना बनाउन सिकाउनुहोस्। ती कुराहरूको लागि समय निर्धारित गर्नुहोस् जसले उनीहरूलाई जीवन्त महसुस गराउँछ। खेल, शौक वा साथीहरूसँगको समय अर्कासँग बिताउँदा उनीहरूको विश्रामलाई सुरक्षित गर्नु हामीले आलसी हुनु भन्नु होइन। एक राम्रो विश्राम गरिएको मस्तिष्क नै राम्रोसँग काम गर्दछ र यसले बढीभन्दा बढी ज्ञान लिन योग्य हुन्छ। दोस्रो, हामीलाई अनुगमनबाट साथै हिँड्न जानु आवश्यक छ। अनुगमन गरिरहनु भनेको नानीहरूलाई निगरानीमा राखेको महसुस हुनु हो र साथै सँगै हिँड्नु भनेको साझेदारी जस्तो महसुस हुनु हो। यदि हामीहरू उनीहरूसँग सँगै हिँड्छौँ भने उनीहरूलाई रमाइलो लाग्छ। त्यसै गरी चिनिया भाषामा पनि नानीहरूलाई ठुलो चुनौती हुन्छ र तपाईँले शिक्षक बन्नु उनीहरूको लागि आवश्यक छैन। तपाईँले उनीहरूलाई साथीको रूपमा सँगै पढ्ने साथीको रूपमा पनि व्यवहार गर्न सक्नुहुन्छ। जस्तै नानीहरूले समाचारको क्लिपहरू हेर्नु भएको छ, क्यान्टोनिज गीतहरू सुनिरहनु भएको छ भने उनीहरूसँग सँगै बस्नुहोस्। विद्यालयका विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुहोस् र नानीहरूलाई यो तपाईँको व्यवहारले पनि बुझाउँदछ कि मसँग मेरो आमा बुवाको साथ छ र तपाईँहरूले उनीहरूलाई केवल तिम्रो परिवारमा उनीहरूलाई केवल तिमीहरूको अङ्क मात्रै ठुलो होइन कि तिमीहरू पनि ठुलो हौ र तिमीहरूको भावना पनि ठुलो हौ भनेर उनीहरूले बुझ्नु पनि उनीहरूको लागि राम्रो कुरा हो। जब बच्चाहरूले महसुस गर्दछन् कि उनीहरूको अभिभावक उनीहरूको पक्षमा छ, तब तिनीहरूलाई खुल्न धेरै सम्भावना मिल्ने गर्दछ र उनीहरू अगाडि बढ्न सक्दछन्। अन्तमा भविष्यतर्फ हेरौँ। परम्परागत मार्गहरू जस्तै डाक्टर, वकिल बन्नु जस्ता कुराहरू मात्रै जीवनमा ठुलो कुराहरू होइनन्। आजकल रोजगारीको बजारमा धेरै थरीका कामहरू गर्न सकिन्छ। तपाईँका बच्चाहरूलाई विभिन्न किसिमको प्रविधि, डिजिटल मिडिया वा सृजनात्मक उद्योग जस्ता नयाँ क्षेत्रहरूको छ है भनी उनीहरूलाई प्रोत्साहन गर्न सक्नुहुन्छ। यी नयाँ स्थिर नोकरीहरू हुन् कि होइनन् भनेर चिन्ता गर्नुको सट्टा तिनीहरूलाई यी कामहरू गर्नुको लागि पनि प्रोत्साहन गरी नयाँ व्यवसायहरूको बारेमा सँगै भिडियोहरू हेर्ने, उनीहरूको मन खुल्ला रूपमा बच्चाहरूलाई तिनीहरूको प्रतिभामा मेल खाने काम गर्नको लागि हामी पनि साथै छौँ भनी हिम्मत दिँदा उनीहरूलाई खुसी महसुस हुने गर्दछ। संक्षेपमा भन्नुपर्दा शैक्षिक परिणामहरू केवल एक साना अङ्ग मात्र हुन्, यो पूर्ण रूपमा होइनन्। यी तपाईँहरूको बच्चाको मूल्यमा सम्पूर्ण चित्र होइन। तपाईँको साथ र समझदारी सबैभन्दा ठुलो उपहार हो जुन तपाईँको लागि तपाईँले तपाईँको बच्चालाई दिन सक्नुहुन्छ। र हाम्रो तर्फबाट तिनका साथी बन्न प्रतिबद्धता गरौँ र उनीहरूलाई खुसी र आत्मविश्वासी वयस्कको रूपमा रूपान्तरण गरौँ। सुन्नु भएकोमा यहाँहरूलाई धन्यवाद र म आगामी एपिसोडमा फेरि पनि भेट्नेछु।